ओके, सो भर्खरै मैले एउटा इन्टरभ्यू हेरेको थिएँ जितु दाइको एउटा इन्टरभ्यू हेरेको थिएँ, जसमा उहाँले सञ्जय सरसँग एउटा पोडकास्ट गर्नुभएको थियो र त्यहाँ उहाँले नेपाली इन्डस्ट्रीमा एक्सन मुभीहरू त्यो टाइपको बन्न सक्दैन जुन चाहिँ इन्डिया या भनौँ होइन, साउथ इन्डियन या अन्य इन्डस्ट्रीले बनाउँछ त्यस्तो मुभीहरू हामी बनाउन सक्दैनौँ या त्यस्तो हामीसँग बजेट नै हुँदैन भन्ने कुराहरू गर्नुभएको थियो, जसबाट म टोटली डिसएग्री त छैन, बट के कुरामा म अलिक डिसएग्री पनि छु। जस्तै मैले रिसेन्टली एउटा नेटफ्लिक्स मुभी हेरेँ, यो मुभी तामिल इन्डस्ट्रीबाट आएको छ, एक महिना अगाडि नै रिलिज भएको थियो उहाँहरूको स्टेटमा, तामिल स्टेटमा हो। यो साउथ इन्डियन मुभी हो, तामिल मुभी हो, जसमा तपाईँहरूले चिनेको एक्टरहरू पनि छैन, यहाँ तपाईँहरूले एकदमै नामै नचिनेको एक्टरहरू हुनुहुन्छ, जसमा सबैभन्दा पहिला त अर्जुन हुनुहुन्छ, अर्जुन अभिरामी अनि प्रीति मुकुन्दन। अब उहाँहरूको नाम मलाई खासै राम्रोसँग थाहा थिएन, अर्जुनको बारेमा चाहिँ मलाई थाहा थियो किनकि उहाँले मैले पहिला पनि धेरै रोलहरूमा हेरेको थिएँ। अनि यो मुभीको डाइरेक्टर हुनुहुन्छ सुभाष केराज, जो ब्लास्ट भनेर आएको छ, ब्लास्ट मुभी भनेर आएको छ, नेटफ्लिक्समै रहेको छ र यो हिन्दीमै डब छ, सो विदाउट डाउट तपाईँहरूले हेर्न सक्नुहुन्छ। अब यो मुभी एउटा एक्सन ड्रामा मुभी हो, एक्सन ड्रामा क्राइम थ्रिलर जनरको जस्तो छ, बट यो मुभीबाट म अमेज भयो। यसको बारेमा मलाई कुनै पनि थाहा थिएन, ट्रेलर पनि हेरेको थिएन, केही पनि डिटेल पनि थाहा थिएन, अनि कहीँ ग्लिम्सेसहरूबाट अलिअलि देखिरहेको थिएँ एन्ड डाइरेक्टली स्टार्ट गरेँ विदाउट ट्रेलर। मैले यो एक मुभी स्टार्ट गरेँ एन्ड आई एम सक कि यो मुभी मैले भेटाएँ। मतलब यो मुभी जम्मा 17 करोडमा बनेको छ, 17-18 करोडमा बनेको छ, जुन उहाँहरूको हिसाबले एकदमै कम बजेट हो। हामी इन्डस्ट्री या साउथ इन्डियन मुभीमा जम्मा हामी 500 करोड 400 करोड जस्तो बजेटहरू, ठुल्ठुलो बजेट्स हुन्छ, जसमा पनि उहाँले 200-300 पनि कमाउँदैन। त्यस्तो ठाउँमा यो मुभी जम्मा 18 करोडमा बनेको छ, यसले 70 करोड कमाइ गरेको, जुन एकदम हाई होइन, बट 18 करोडमा बजेट बनेको मुभी 70 करोड कमाउँछ भने त्यो एकदमै ब्लकबस्टर नै हो। एउटा मुभीको हिसाबले उसले कैयौँ गुणा कमाइ राम्रो गरेको छ। सो यो मुभीको बजेट हेरेर पनि म सक भएँ। एन्ड देन आयो यसमा मेन कन्सेप्ट, जसमा खासै फरक छैन, तपाईँ एक्सन मुभी नै हेर्दै हुनुहुन्छ, एउटा एक्सन मुभी जसमा ड्रामा छ, थोरै बहुत कमेडिजहरू छ, अनि यो सबै चिजहरूको मिक्सर नर्मल त्यही रुटिन फिल्म फिल हुन्छ। बट जब यसको हुक सुरुवात हुन्छ, जब यसको सुरुवातबाट यो मुभीले आफ्नो फिमेल लिडलाई कसरी प्रेजेन्ट गर्छ, त्यो चिज हेरेर म छक्क परेँ। मतलब धेरै पछि सायद होला मैले फिमेल लिडलाई यस्तो मासी अवतारमा देखेको थियो। योभन्दा अगाडि त हामीले कैयौँ एक्सन हिरोहरू हेरिसकेको छ, जस्तै पुष्पामा अल्लु अर्जुन होला, प्रभास होला, या अन्य मुभीहरूमा पनि मासी रोल चाहिँ हिरोलाई या एक्टरलाई दिन्थ्यो भने यो मुभीमा एउटा पनि होइन, दुईवटा हिरोइन हुनुहुन्छ, उहाँ दुईजनाको मासी अवतार यति असम छ र बिचमा एउटा ट्विस्ट पनि छ, जुन छोटो ट्विस्ट छ, जसको बारेमा त तपाईँहरू मुभीमा होइन, यसको बारेमा भनेर तपाईँको मजा खराब गर्न चाहँदैन। अनि यसमा केही सानो ट्विस्टहरू पनि छन्, अनि यो कहानी चाहिँ एउटा एकदमै इन्ट्रेस्टिङ छ। इन्ट्रेस्टिङ भन्दा पनि यो कहाँबाट कसरी कनेक्ट हुन्छ, यो चिज देख्दाखेरि नै एकदमै मजा आउँछ। अनि यो कहानी एकदमै कन्सिस्टेन्टबाट सुरुवात हुन्छ, दुईवटा यसमा चाहिँ एक्टर हुनुहुन्छ अर्जुन, जो एउटा मार्सल आर्टको टिचर हुनुहुन्छ, उहाँले आफ्नो छोरीलाई पनि त्यस्तै बनाउनुहुन्छ। उहाँको फ्यामिलीको वरिपरि नै यस्तो एउटा इन्भाइरोमेन्ट फिल हुन्छ तपाईँलाई। अनि त्यो फ्यामिली कसरी एउटा ग्याङ्स्टरहरूसँग कसरी चङ्गुलमा फस्छ या के हुन्छ, त्यो चिजहरू हेर्दा तपाईँलाई एकदमै, मतलब यदि तपाईँ हलमा हुनुभएको भए, यो मुभी सायद नेपालमा या इन्डियामै राम्रोसँग रिलिज पाएको भए यो मुभीमा म सायद सिटी बजाउँथेँ होला। त्यो सिनहरू, त्यो मासी एक्सनहरू यस्तो राम्रो छ। यानि मैले यो एक्सनहरू पहिला नहेरेको होइन, कयोचोटि हजारौँ लाखौँचोटि हेरिसके पनि त्यही पनि यो मलाई फ्रेस फिल हुन्छ, किनकि यसको कन्सेप्ट मजाको छ। अनि जुन दुईजना लिडरहरू हुन्छ उहाँहरूको फिल हुन्छ, यानि कि डाइरेक्टर उहाँहरूको खासियत नै के छ भने उहाँले मासी रोललाई एकदमै मजाले प्रेजेन्ट गर्न सक्नुहुन्छ, जुन हाम्रो नेपालमा कहीँ न कहीँ मलाई फिल हुन्छ कि कमजोरी हाम्रो छ। एन्ड यसको बारेमा अब डिटेलमा कुनै दिन चर्चा गरौँ होला, किन हामी यति कमजोर छौँ, मासी एक्सन मुभीहरू बनाउन सक्दैनौँ या यस्तो एक्सन बनाउन सक्दैनौँ, यसको बारेमा कुनै दिन चर्चा गरौँ। तर यो मुभी तपाईँहरूले छुट्याउनै नहुने मुभी हो, नेटफ्लिक्समा छ, रिसेन्ट टाइममा मलाई मन परेको मुभी पनि भयो। एन्ड आज शनिबार पनि भयो, तपाईँहरूले हाउसफुल होइन, त्यो मुभीको नाम वेलकम टु द जङ्गल या सुपर गर्ल हेर्न चाहनुहुन्न या घरमै बस्नुहुन्छ,
फ्रीमा त हेर्न मिल्दैन, सब्सक्रिप्सन लिनुपर्छ, या तपाईँहरूको साथीको कोहीको सब्सक्रिप्सन छ भने त्यो पनि युज गरेर हेर्न सक्नुहुन्छ। अभियसली नछुटाउनु, ब्लास्ट मुभी तमिल मुभी हो, हिन्दीमा डब छ, ह्यामसङ पनि मजाले हेर्न सक्नुहुन्छ। त्यस्तो ब्रुटल केही छैन, एकाध दुःखद एक्सनहरू छन् त्यस्तो, त्यही पनि ब्लर गरेको छ। सो यस, अभियसली इन्जोय गर्नु होला एन्ड आफ्नो ओपिनियन पनि कमेन्ट बक्समा सेयर गर्नु होला, बिकज योर ओपिनियन म्याटर्स। म भेट्छु फेरि किनार, टिल देन स्टे सेफ एन्ड पिस, टाटा।